नमस्कार, कारोबार एपमा हजुरलाई स्वागत छ। अघिल्लो भिडियोमा हामीले कारोबार वेब भर्जनबाट बारकोड कसरी जेनेरेट गर्ने बारे गाइड गरेका थियौँ। आजको भिडियोमा चाहिँ जेनेरेट गरेको बारकोड कसरी स्क्यान गरेर सेल्स इन्भोइसमा आइटम एड गर्ने भनेर सिक्नेछौँ। आउनुहोस् सुरु गरौँ। पहिला सुरु हजुरले बारकोड जेनेरेट गरेर आइटममा राख्नुहुन्छ। त्यसपछि बारकोड स्क्यान गर्नको लागि सबैभन्दा पहिला इन्भेन्टरीमा जानुपर्ने हुन्छ। इन्भेन्टरी पेजमा गएर सेटिङ्समा क्लिक गर्नुहोस्। यहाँ हजुरले एनेबल बारकोड स्क्यान भन्ने अप्सन देख्नुहुनेछ। त्यो अप्सनलाई एनेबल गर्नुहोस्। त्यसपछि स्क्रिनमा हजुरले डाइरेक्ट बारकोड स्क्यान भन्ने अर्को अप्सन पनि देख्नुहुन्छ। यो अप्सन एनेबल गर्नुभयो भने क्रिएट सेल्स इन्भोइस खोल्ने बित्तिकै डाइरेक्ट स्क्यान गर्ने अप्सन आउनेछ। हजुरको आवश्यकता अनुसार यो अप्सनलाई एनेबल वा डिसेबल गर्न सक्नुहुन्छ। अब एनेबल बारकोड स्क्यान एक्टिभेट भएपछि सेल्स मोड्युलमा क्लिक गरी क्रिएट सेल्स इन्भोइसमा क्लिक गर्नुहोस्। इन्भोइस स्क्रिनमा एड बिलिङ आइटमको राइट साइडमा हजुरले स्क्यान कोडको अप्सन देख्नुहुनेछ। त्यसमा क्लिक गर्नुहोस् अनि यसमा स्क्यान बारकोडको फर्म आउँछ। त्यहाँ भित्र स्क्यान अर एन्टर कोड भन्ने अप्सन आउँछ। यहाँ म्यानुअली आइटम कोड हाली आइटमलाई एड गर्न सक्नुहुन्छ या बारकोड स्क्यानर कनेक्ट गरेर त्यहाँबाट आइटममा भएको बारकोड स्क्यान गर्न मिल्छ। बारकोड स्क्यान गरिसकेपछि हजुरले स्क्यान गर्नुभएको आइटम अटोमेटिकली इन्भोइसमा एड हुन्छ। अब सबै आइटम एड भएपछि सेभमा क्लिक गर्नुहोस् र तपाईँले देख्न सक्नुहुन्छ सबै बिलिङ आइटम्स सेट भइसकेको छ। अब हजुरले सेभ सेल्स इन्भोइस बटन क्लिक गरी यो इन्भोइसलाई रेकर्ड गर्न सक्नुहुन्छ। यसरी हजुरले कारोबार एपमा बारकोड स्क्यान गरेर छिटो र सजिलो तरिकाले सेल्स इन्भोइस बनाउन सक्नुहुन्छ। धन्यवाद। कारोबार गरौँ डिजिटली।